मेरो श्रीमती लिएर जान्छु भनेर भन्दा पाउँदैन हेरे ल मिना घरमा छोडिदिन्छु अनि मेरो श्रीमती म लिएर जान्छु भनेर भनेपछि भएन तपाईको श्रीमती छ कि छैन भनेर यहाँ उहाँ थाहा नै छैन खोज्नु पर्छ नि त आफ्नो श्रीमती मिडिया लगायो यी चितवनकै मिडिया लगायो तपाईँहरू जस्तै खै पाङ पुछार एउटा केही होइन अनि हामीले बोलाउनु भएन नि त तपाईँले अनि तपाईँहरू छ भन्दा हामीलाई थाहा भएन यहाँ चिन्नु तपाईँले चिन्नुहुन्छ होला फोटो अब तपाईको बुढीबेलीको ओ अर्जुन भुषाल र सन्तोष हजुर देउजा कि के खोज्नु भएको उहाँले भेट्नु भएन ल बोलाउनुहोस् अहिले नै श्रीमतीलाई बोलाउनु श्रीमतीलाई आउनुहुन्छ बोलाउनुहोस् नाम सहित बोलाउनु न बोलाउनु चाहिँ बोलाउनु न भन्नु ल माया मारिसक्यो माया मार्नु भएको माया मारिसक्यो मैले कहाँ माया तपाईँलाई खोज्दै खोज्दै अब भिडियो हेरेर खोज्दै आउनुहुन्छ भने कति चाहिँ नि कुन ठाउँमा मात्रै पुगेन म पनि लास्टै दुःख पाएको हो क्या बुढी खोज्दाखेरि हो र एउटा कुरा के चाहिँ हो भने तपाईँले खोज्नु पनि भएछ श्रीमतीलाई पनि गर्नुहुन्छ घर व्यवहार भइरहेको मान्छेलाई चाहिँ त्यसरी अब अलिकति उ गर्नु हुँदैन त्यस्तो थुप्रै महिलाहरू उसलाई पनि मन पर्यो म जान्छु तपाईँसँग भने अब जान्छु भनेपछि मैले नि ल्याइदिएँ अब हेर्नु त जबरजस्ती मैले ल्याएँ होइन तपाईँको पनि उहाँ छोरा हुनु नि त छोरा जस्तै तपाईँको मैले यस्तो दाइ जबरजस्ती मैले उ गरेँ होइन हेर्नु भन्नु पर्यो नि त जबरजस्ती त कसले गर्छ जबरजस्ती गर्नु त तपाईँ भिडियो कलमा दुईपल्ट टिकटकमा नाच्नुहुन्थ्यो अरे यता तपाईँ नाचे उता नाचेको अनि कहाँ त्यसरी हुन्छ माया प्रेम बस्दैन नाच्नुहुन्थ्यो तपाईँ पनि अहिले त घरमा आएर नाच्नु भयो त्यो उयोमा चाहिँ भिडियोमा टिकटकमा चाहिँ नाच देख्यो त्यो कुन गीत भयो त्यो तपाईँहरू गाउनुहुन्थ्यो नि कुन गीत भयो खै तपाईँले गाउनु कुन गाइयो कुन गाइयो ल आज एउटा गीत गाइदिनु होइन तपाईँले टिकटकमा चाहिँ कुन टिकटक त्यो त अब हराएपछि आउनु पर्यो नि त त्यसरी आउनु पर्यो नि त आएको भए यो नरम तरिका भएको भए हुन्थ्यो तपाईँले कानुनी रूपमा डिभोर्स गरेर यहाँ उहाँसँग आउनु भएको भए त्यस्तो त आउँदैन थियो मैले डिभोर्स दिएँ भने त नदिएको त यिनीहरू सबैजनाले नदिने डिभोर्स यसलाई जहाँ गयो नि जाओस् यसलाई डिभोर्स कहिले नदिनु भनेको यिनीहरू सबैजना त्यस्तो हुँदैन मैकै मान्छे त्यस्तो हुँदैन त्यस्तो भनेर हुँदैन मैले डिभोर्स दियो मलाई छोडिदियोस् भन्दाखेरि पुलिस चौकीहरू सबैजना राखेर वडा अध्यक्षहरू राखेर गर्दाखेरि हुँदैन डिभोर्स नदियो भनेको कागज बनाएर राखेको थियो भोलि त मरे पनि म खोज्दिनँ भनेर यिनीहरूले भन्दाखेरि अहिले मलाई किन खोज्न आएको अदालत जानु पर्यो नि तपाईँ मलाई त दिएकै होइन उनीहरूले राखे मलाई दिए भए पो हुन्छ त्यो केही दिएका होइन यिनीहरूले त मलाई प्रमाण हो त्यही भएर मलाई किन खोज्न आएको म मरे पनि अवस्था नगर भनेर हिँडेँ तपाईँ एकोरी कुरा नगर्नु न तपाईँ तपाईँको बिहे दर्ता छ उहाँसँग अहिले तपाईँ नखोज्नु त्यही भएर मलाई डिभोर्स दिए मलाई भनिरहेको अनि डिभोर्स दिनको लागि जानु पर्यो नि त उता जानु पर्यो नि त नगइकन यहीँ त आउँदैन होला वकिल यहीँ आउँदैन होला के अदालत यही हो कि यही हो भने चाहिँ गर्दा हुन्छ यहाँनिर अब तपाईँको हिसाबमा त यहीँ यस्तो भयो अब तपाईँ डिभोर्स दियो भन्नुहुन्छ अनि यहाँ डिभोर्स दिएर हुन्छ यहाँ कसरी दिनु त्यस कारणले तपाईँ डिभोर्सको प्रक्रियाको लागि जानै पर्ने हुन्छ जानु पर्यो म भोलि आउँछु त्यस्तो हुँदैन त्यस्तो हुँदैन तपाईँहरू भोलि होइन हामी म अदालतमा आउँछु भने भन म दिउले आइपुग्छु दसैँ त्यो हुँदैन हामी त्यसरी हामी प्रहरी बोलाएर पठाइदिन्छौँ तपाईँलाई अहिले प्रहरी बोलाउँछौँ त्यसरी यहाँ भेटिसकेपछि हामीले मान्छे भेटिसकेपछि हामी त्यतिकै छोड्नु मिलेन छोड्नु मिल्दैन अहिलेसम्म तपाईँ उहाँसँग अनैतिकले मात्र बस्नु भएको अवैधानिक मात्र हो वैधानिक छैन तपाईँहरूको हो त कि तपाईँ खुल्ला रूपमा भएर उहाँ बाबैलाई फार्से गरेर आउनु भएको थियो भने तपाईँको वैधानिक हुन्थ्यो होला तर अहिले तपाईँ अवैधानिक तरिकाले बस्नु भएको छ कानुनले यसलाई वैधानिकता दिँदैन नदिइसके पछाडि तपाईँलाई हामीले सम्बन्धित ठाउँमा पुऱ्याएर गर्नुपर्ने त्यस्तो हुँदैन भोलि बा कहीँ जानुभयो भने रातारात केही भइदियो भने हामीले अचानक यहाँ भेटेको छौँ अब तपाईँलाई अब उहाँको घरमा भेटेको छौँ बुझ्नुभयो लु के गर्नुहुन्छ लु उता दाइ भन्नु के गर्नु भन्नु त हामी उहाँलाई लिएर अहिले नयाँ श्रीमती अब उहाँ दुलै हो सम्झाउनु छ तपाईँले डिभोर्सका लागि हामी लिएर जाउँ या हामी उहाँ नजाने नै भने हामी प्रहरी बोलाउँछौँ तपाईँलाई प्रहरीको हातमा दिन्छौँ अनि हामी फर्किन्छौँ अब के भन्नुहुन्छ अब उहाँ सोझै तरिकाले जानु भने माथि गएर डिभोर्सको प्रक्रिया चाल्दा हुन्छ त्योसम्म पनि हामी गइदिउँला मेलमिलापको कुराहरू हुन्छ कानुनले त अन्तिम सुन्नु न कानुनले त अन्तिमसम्म तपाईँलाई वकिलले सोध्छ कि होइन
बच्चा र श्रीमान र यहाँ सुन्नु न। भविष्य नबिग्रियोस् भनेकोले अन्तिम डिसिजनसम्म तपाईँ नबस्ने भए पनि त जानु त पर्छ त उता डिभोर्सको लागि त जानु पर्यो नि त भन्ने त त्यही हो होइन जानु हजुर जसले नि भन्ने त त्यही हो नबिग्रियोस् है भन्ने हो हो अब के गर्नुहुन्छ तपाईँको पनि त्यो कुरा सुनौँ न अब उहाँ नजाने भन्दै हुनुहुन्छ के गर्नु हामी प्रहरीलाई जिम्मा दिउँ कि हामी उहाँलाई लिएर जाउँ प्रक्रियाको लागि डिभोर्स प्रक्रियाको लागि के गरौँ भन्नुहोस् कसो गर्दा मिल्छ अब तपाईँले भन्नुहोस् होइन अब मैले त यसै भन्न सक्दैन ऊ अब जान्न भनिरहेछ मैले त जानै पर्छ भनेर जा भनेर मैले कसरी भन्ने अब तपाईँ जानै हुन्न होइन जान्न म डिभोर्स कागज पेपर ठिक जानुहुन्न नि हामी त्यतिकै छोडिदिउँ न हामी प्रहरी बोलाउँछौँ यहाँनिरको स्थानीय यहाँ प्रहरी यहाँको प्रहरी बोलाउँ अनि जिम्मा दिउँ हामी अनि जिम्मा दिएर हामी जाउँ त्यतिकै त छोड्नु भएन तपाईँलाई हामीले छोडेर नि कहाँ जान्छ म यहीँ बस्छु किन डराएर भएको मैले के गरेँ हामी डराएको होइन यस्तो हो तपाईँहरू डराउनु त भएन तर खबर गर्नुपर्छ किनभने एउटा तपाईँलाई थाहा नै छ होला एउटा घरमा भगाएर ल्यायो भने अब नयाँ हुँदाखेरि चोरको चोर बुझाउँछ नि थाहा हुन्छ है यो मान्छे फलानु मान्छे मेरो घरमा छ नखोज्नु है भन्ने त एउटा हुन्छ नि तपाईँले त त्यो पनि निभाउनु भएको रहेन रहेछ नि त त्यो चाहिँ मिस्टेक हो अब त्यो अब डाइरेक्ट परे हो होइन मलाई पनि अब यो बारेमा त्यति बिति नबुझाए मान्छे हो बुझाएको छैन नि त अब उहाँहरूले अब फोटो हालिसकेपछि पक्कै पनि उहाँहरू यहीँ यो ठाउँमा आउनुहुन्छ भन्ने चाहिँ मलाई विश्वास थियो है विश्वास तपाईँहरू आउनुहुन्छ भने मलाई विश्वास थियो खबर गर हामीलाई मात्र खबर गरिदिएको भइहाल्थ्यो ल सर मैले लिएर आएको छु उहाँको श्रीमती भिडियोमा यस्तो भएको रहेछ भनिदिएको भइहाल्थ्यो आउनुहोस् भन्दै भन्थ्यो तपाईँलाई विश्वास भयो भने मान्छे त फोन गरेर बोलाउनु पर्यो नि त हामी त फोन चाहिँ त गर्न हिजो कुरो चाहिँ भएको होइन कुरो चाहिँ भएको फोन गरौँ भनेर तपाईँले अर्काको ओछ्यान टिपेर ल्याएको हो क्या अब यसलाई टिपेकै भन्नु पर्यो किनभने तपाईँले उता घरबाट त ल्याउनु भएन होला तर पनि बाबैको ओछ्यान त टिपेर ल्याउनु भयो अहिले बाबैको बिजोग छ बिचरा खाना खाएको छैन ओ सुकेर बुढो अर्काको घरमा गएर कहिले कसले दिन्छ त्यति एकोरी भइसक्यो बाबै के अरे एकोरे हुने खालको छ यो अनि बाबैले त माया गर्छु भन्नुहुन्छ त गर्छन् माया अहिले माया गर्छु भनेर भन अहिले चाहिँ त्यसो भन्छ अनि तपाईँको दिदीले एकदम खोजिरहेको छ थाहा छ तपाईँलाई तपाईँको आफ्नै दिदी होइन कुन दिदी हो जेठी हो जेठी दिदीलाई फोन गर्नुभएको तपाईँले हिजो गरेको मैले के भन्दै हुनुहुन्थ्यो झन् मिडियाले यहाँ छ भनेर भनिदिन्छु म भन्नलाई थिएँ के भन्नु पर्छ त्यसले तपाईँले त हामीले भन्नै भएको छैन दिनलाई चाहिँ भने तपाईँ त सबैलाई उता फोन गरेर म काठमाडौँमा छु भन्नु हुँदै थियो हामी काठमाडौँ गएर आएको अहिले काठमाडौँ कतिसम्म दुःख थियो मुसु मुसु हाँसिरहेको छ काठमाडौँ छौँ भनिसक्यो दुईजना बेहुला बेहुली काठमाडौँ पुगेर फेरि आएको हामी यहाँनिर दुःख कम दियो हामीलाई आमामा यतिसम्म मोहब्बत र प्यारमा त यतिसम्म हुनु हुँदैन हौ साँच्चैकै माया गर्ने मान्छे त खुलिया माया गर्छ उता बाबाले डिभोर्स दिन्छ अनि तिम्रै अँगालोमा बाँधिन्छु तिमीसँगै जिउँछु जिन्दगीको यात्रासँगै तर्नुला भनेर अँगालिन्छ खुल्लाम खुल्ला प्यार गर्ने मान्छेको प्यार गर्ने र माया मोहब्बत गर्ने मान्छे खुल्लाम खुल्ला जिउँछ यसरी लुकीछुपी जिउँदैन लुकीछिपी जियो भन्दा भेटिहाल्छौँ हामी तपाईँलाई मात्रै होइन कति भेटेको छ त्यस कारणले एकदम खुलाम खुला माया प्रीति लाउने अब अदालत जाने चाहिँ बुवाको डिभोर्स गर्ने बुवासँग अनि यतासँग बिहे दर्ता पनि हुँदैन फेरि यता पनि अर्को बिहे दर्ता पनि रहेछ फेरि गाह्रै छ यता पनि गीत गाउँदै बस्ने टिकटकमा छमक 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 कमर हल्लाउँदै नाच्ने कस्तो मजाले नाच्नु हुँदो रहेछ ल अब के गरौँ ल उहाँहरू अब तपाईँ त्यो डिपीले हुँदैन अब नजाने नै भने हामी प्रक्रिया यस्तो चाल्छौँ हामी अहिले पूर्वबाट उहाँ चाहिँ काभ्रेबाट आउनु भयो हो काभ्रे ल भन्नु सल्लाह गर्नुहोस् त तपाईँहरू के कसो गरे नत्र त हामीले त्यतिकै छोड्नु भएन नि त कानुनलाई सल्लाह गर्नुहोस् तपाईँहरू अनि यता स्वाट्टै घुमाउनु त बाबैलाई हेर्छु म हाम्रो बाबै कहाँ छ खै ला हो बाबालाई तिर्खा लागेको छ टाढोबाट बिहानको राति हिँडेको बुढो मान्छे श्रीमती भेट्छु भनेर खुसी लागिरहेको थियो क्या आज मेरो श्रीमती कतिखेर गएर चाहिँ लिएर आउनु भनेर के अहिले जबरजस्ती लानु खोज्यो नि अब मान्दैन उता अब बुढेसकालको माया अब पाउँदैन पनि होइन हो कि होइन कि पाउँछ सर भन्नुहोस् त पाउँदैन नि अब उसको उमेरको चाहिँ पाउँछ
अब लिएर स्याहार्नुकै लागि ल्याउनु त भएन होइन उसले त जे होस् दुःख सुखमा अलिक साथ दिन्छ नि त अब तपाईँले सोध्न चाहे हेर्नुहोस् यी त्यो बहिनी छ नि जुनु परियार उसको चाहिँ नि एकजना यत्रो सानो बच्चा छ 10 वर्षको रुइरहेछ घरमा कतिखेर आउँछ आमा कहाँ गयो आमा खोजिदिनु अङ्कल भन्छ अब के गर्ने भने त ऊ जानु मान्दैन आमा यहाँबाट खै अब के भन्ने हामीले त सम्झाउनु पर्यो तपाईँहरूले गाउँले पनि सबैले सम्झाउनु पर्यो सर सम्झाउनु पर्यो कि यो अब बाबाले चाहिँ म स्वीकार्छु नै म लान्छु बिहे पनि गर्दैन त्यही चाहिन्छ त्यही चाहिँ भिडियो हेर्नुपर्छ तपाईँले हाम्रो त्यही चाहिन्छ भनेको छ नि होइन खै त्यही नै चाहिन्छ लिएर जाने भेटिहाल्यो के त अब यहाँ सुन न अर्को बिहे गर्नु अलिकति अब तपाईँकै उमेरको बिहे गर्नु भनेको त्यसलाई लिएर मैले स्याहार्दिराख्नु स्याहार्नुपर्छ काम गर्नु सक्दैन केही मलाई सहयोग गर्दैन स्याहार्नुको लागि त ल्याउनु स्याहार्नुको लागि त म बिहे गर्दिनँ त्यही नै चाहिन्छ भन्छ अब ठिक छ लिएर गइदिने हो तपाईँले पनि सम्झाउनु हजुरहरूले पनि सबैले समाजले पनि सम्झाइदिनु किनकि तपाईँहरूले बुढो मान्छेको अनुहार देखिहाल्नु भयो होइन अब त्यस्तो बाबैले बल्ल 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 पाएको होइन झुकेर झटारोले लागेको अब यस्तो पाउँदैन बाबैले त सिधै हो कि होइन के लाग्छ गाउँले हजुरहरू सबैले भन्नुहोस् त पाउँछ त बुवाले पाउँदैन नि बुवाले होइन अब त्यस कारणले यो माया चाहिँ नछुटाइदिउँ भन्ने कुरा हो के होइन त्यस कारण तपाईँहरूले पनि सम्झाइदिनु उहाँलाई उहाँको पनि अब अलिकति समस्या रहेछ उहाँको नि श्रीमतीसँगको बिहे दर्ता रहेछ अहिलेसम्म डिभोर्स भएको छैन रहेछ होइन उहाँसँग पनि आएर चाहिँ कानुनी रूपमा बिहे दर्ता त हुँदैन होइन अलरेडी रहेछ उहाँको पनि श्रीमती रहेछ अब कहाँ हराएको होला होइन त्यस कारणले गर्दाखेरि हजुरहरूले पनि अब सम्झाइदिनु पर्यो समाजले पनि सबैले अब सम्झाइदिनु पर्यो होइन अब बाबा निष्ठुरीले छाडेर गइसक्यो भन्दै अब यहाँनिर अब दिमाग खराब भइरहेछ हाम्रो बाबैले अब हेर्नु न अब लान्छु भन्छ अब बाबैले अब यता जानु मान्दैन चिया खानु भयो बाबै ए हो र अब बिहानै हिँड्नुभएको बिहानको राति हिँड्नुभएको भेटिन्छ भनेर बुढेसकालको मायालाई ल आउनु अब त्यहाँनिर अब के कसो अब कुराकानी गर्ने उहाँहरू सम्झाउँदैछ